सारा पड़ गए थे यार। और मैंने आज ठान लिया है, मैं आज हिंदी में बात करूँगी तो करूँगी, नेपाली में नहीं बात करूँगी। सो दोस्तों शेयर कीजिए, फॉलो कीजिए। खोला खोला कुट्नु पर्दो रहेछ त छठ पर्व मनाउनलाई त हेर के यस्तो बा। Hello everyone, welcome to my new vlog. Hope you guys fine. अनि म पनि एकदम ठिकठाक छु। अनि तपाईँहरूको तिहार कसरी बित्यो? मेरो चाहिँ अब तिहार डामाडोल भयो होइन। अब त्यही हो, आफ्नो समस्या हुन्छ। सो अनि अब हामी चाहिँ आज भनेको छठ पर्व बजार जाँदैछौँ होइन, घुम्नको लागि, हेर्नको लागि कसरी मनाउँछ त्यो हेर्नलाई जाँदैछौँ। अनि अहिले चाहिँ बिहान पखाएको 4 बजिहाल्छ। अब लगभग हामी 7 बजीसम्म बस्छौँ भनेर त्यही छठ पर्व मनाएको हेर्दै बस्छौँ। अनि त्यसपछि चाहिँ फर्किन्छौँ होइन। सो अहिले चाहिँ हामी यहाँ धरान यता पौडी माछा पौडी साइड छ। सो हामी यहाँ जान्छौँ अनि यहाँ पुगेपछि हामी हेर्छौँ छठ पर्व कसरी मनाउँछ। हामी चाहिँ माथि काठी पुल जाँदैछौँ है त गाइज। ल हामी ठ्याक्कै आइपुग्यौँ यता सब्जी बजार ल्याउने सब्जीहरू बेच्दै हुन्छ यहाँ। सब्जी बजार यता हेर्न सक्नुहुन्छ। एकदम भिड रहेछ त यहाँ चाहिँ जोन 4 बजीदेखि नै भिड हुन थालिसक्यो है। दिउँसो त झन् धेरै भिड हुन्छ यहाँ। सो दोस्तों अभी बज रहा है सुबह के 4 बजे और मैंने आज ठान लिया है, मैं आज हिंदी में बात करूँगी तो करूँगी, नेपाली में नहीं बात करूँगी। सो दोस्तों शेयर कीजिए, फॉलो कीजिए। ऊपर हमारे दोस्त है, उधर हमारा है। ऐसा बोलता है क्या हिंदी में? ओ भाई बड़ो क्या 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 वाली फीलिंग आ रहा है यार। उधर है ना मेरा दोस्त। कस्तो जाडो जाडो भइरहेछ भनेको यस्तो पो हुँदो रहेछ त हो। अनि ल साथीहरू, ल यो चाहिँ हाम्रो छठ पर्व यसरी मनाइँदो रहेछ खोलाको किनारमा। मलाई थाहा थिएन होइन। यो चाहिँ हाम्रो धरानको काठे पुल हो। यहाँ चाहिँ पहिला काठे पुल थियो, अहिले चाहिँ तर पिचको बनिसक्यो। ओ हेर्ने मान्छेहरू टन्नै हुनुहुँदो रहेछ यहाँ पुरै। यहाँ खोला खोला कुट्नु पर्दो रहेछ त छठ पर्व मनाउनलाई त हेर के यस्तो बा। एनिवे दामी लाग्यो होइन, खतरा छ गाइस। यो चाहिँ काठे पुल हो तर अहिले पिचको बनिसक्यो होइन। पहिला चाहिँ काठको पुल थियो यहाँ, झोलुङ्गे काठको झोलुङ्गे पुल। सो त्यही भएर यसलाई चाहिँ काठे पुल भनेर चिनिन्छ। अब डेन्जर नसक्नु यार, खतरा लाग्यो होइन हो। सकि गयो त कहाँबाट गयो? उता गयो अर्को त हेर्नु न चल्दैन। बत्ती त त्यता चल्दैछ।
आमामामा क्या बाल यार खोइ त यार पड्काउँछ होला भने पड्काएन त यार